यहाँनिर चिनेको दिदी हुनुहुन्छ अनि त्यहाँ गएर बस्दै गर्छु म। यो चाहिँ वीर हस्पिटलको नजिक अनि म चाहिँ महाबौद्ध जाँदैछु साथीहरू। अनि उहाँनिर चाहिँ क्यामेरा अन गर्ने त हिम्मतै भएन, कस्तो मलाई कति धेरै मान्छे एक्लै हिँडेपछि त हिम्मतै नआउनु छ साथीहरू, के गर्ने होला के। यहाँ पर गएर एउटा दिदीको पसलमा गएर बस्छु म चाहिँ। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सदा आज फेरि नयाँ दिन नयाँ भिडियो लिएर हजुरहरूको सामु उपस्थित भइ नै सकेको छु। र साथीहरू, हजुरहरू कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला, र पुरानो हुनुहुन्छ भने चाहिँ लाइक सेयर कमेन्ट मलाई अघि बढाइदिनु होला भन्दै साथीहरू आजको दिन के गर्छु भनेर हजुरहरूलाई पनि देखाउँदै जानेछु। आउनुहोस् भिडियोलाई अगाडि बढाउँ। अनि आजको बिहान सबै कामहरू सकेर नुहाइधुवाइ गरेर खानासाना बनाएर टक्क लाएर 8:30मा चाहिँ म भिडियो स्टार्ट गर्दैछु यसरी। अनि अहिले चाहिँ मेरो छोरीलाई मैले बुबु तताएर दिएर पनि म चाहिँ यसरी भिडियो स्टार्ट गरेको। अनि हजुरहरूले देख्न सक्नुहुन्छ मेरो रुमको हालतसँगै मेरो छोरी के गर्दैछिन् भनेर। अनि मेरो छोरी चाहिँ यसरी बुबु खाँदै हुनुहुन्छ नि, एउटा बनाएर पनि खाइसक्नु भयो होइन। अनि यो रुमलाई चाहिँ टक्क लाएर मिलाएर बेडहरू मिलाएर सरसफाइ गरेर छोरीलाई स्कुल जानको लागि चाहिँ रेडी गराउनु पर्ने हुन्छ साथीहरू। अनि मेरो चाहिँ आज बाहिर जाने काम थियो, तर अलिकति यसले अड्किरहेको छु। 1-2 घन्टा पछि मिलेछ भने चाहिँ साथीहरू म कुलेला पनि ठोक्नुपर्ने हुन्छ। अनि हजुरहरूलाई चाहिँ आजको दिनमा म के गर्छु भनेर देखाउँदै जानेछु। हजुरहरू चाहिँ मेरो भिडियो अन्तिमसम्म हेर्न नभुल्नु होला है त। मैले चाहिँ छोरीलाई स्कुल पुऱ्याएर आइसकेँ। आएर खाना खाएँ भाँडामा चाहिँ, अनि ब्रस गर्न जाँदैछु। अनि चाहिँ ब्रस गरेर नि रेडी हुनुपर्ने हुन्छ। आज 11:15 खोइ कतिको गाडी भ्याउँछु कि भ्याउँदिनँ थाहा छैन, तर आरामले रेडी हुने हो गाइज। म चाहिँ रेडी भइसकेँ साथीहरू है। अनि अहिले फेरि यो फोन पनि लगाएर छोडेर आइदिन्छु है त। आज फेरि खर्च उठाउनु परेन, बाटो खर्च। ल यो फोन पनि लगाएर छोडेर आइदिन्छु। हेरौँ के भन्नुहुन्छ, लिनुहुन्छ लिनुहुन्न। लिनु त हुन्छ होला, त्यो कस्तो नचलेको फोन त लिनुभयो। अस्ति यो त चलिरहेको फोन स्विच अफ मात्रै भएको हो क्या। ल म चाहिँ फाइनली रेडी भइसक्यो। अब जुत्ता पनि माथि चाहिँ कति दिनमा खराब हुन्छ, कति जानु हो माथि छ्या। ल एउटा टिकटक बनाउँछु अनि जान्छु साथीहरू म चाहिँ 11:15 को गाडीमा। ल यो चाहिँ अहिले आएर पोते कस्तो क्युट लागेको, व्हाइट अस्ति त पिङ्क लाग्दै थियो, अहिले त व्हाइट राम्रो कलरको। ल साथीहरू 11 बज्नु लाग्यो। अब एउटा टिकटक हान्नुपर्ने हुन्छ। अनि चाहिँ कहाँ गएर क्यामेरा अन गर्छु हजुरहरूले देखिन हाल्नुहुनेछ। म चाहिँ टक्क रोडमा आइपुगेँ। अनि अब इनड्राइभ हिँड्नु भने अहिले इनड्राइभ पनि सेफ छैन हेर्नु साथीहरू है। गाडी चढेर हिँड्नुपर्ने हुन्छ। मलाई एकदम डर लाग्यो क्या। हिजो एउटा भिडियो देखेको थिएँ, याङ्गो गरेर जानुभएको रहेछ अनि केटा मान्छे। अनि टक्क लाएर म पुलिस हो भनेर चाहिँ कोटेश्वर कता भन्दै हुनुहुन्थ्यो, म पुलिस हो भनेर चाहिँ अर्को गाडीमा हालेर लानुभयो अरे, अत्त पत्त छैन भन्दै हुनुहुन्थ्यो वीरगन्ज कताको। अनि भरे मलाई पनि त्यसै गऱ्यो भने त बाबा फोन गर्नु दिएन भने त म त बिचल्ली हुन्छु त बाबै। डरले पनि इनड्राइभ नचढ्ने बेला भएको छ गाइस। अब गाडी वेटिङमा छु म चाहिँ यहाँ आएर टक्क यो ठाउँमा आएर चाहिँ गाडी सधैँ कुर्नुपर्ने हुन्छ। ल मेरो गाडी चढ्ने ठाउँ चाहिँ यही हो। अनि त्यहाँ एउटा दिदी पनि आउँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँनिर अगाडि आइपुगेँ अनि बस्दै गर्छु। अब म चाहिँ यहाँ चोकमा दिदीहरूलाई कुरेर बस्दै गर्दा गाडी पनि आउने टाइम भइसकेको थियो। अनि दिदीहरू पनि आइसक्नु भयो। अनि दिदीहरूसँग कुरा गर्दै गर्दा चाहिँ त्यहाँ नजिकैको बाबु सूर्य विनायकसम्म जानु हुँदो रहेछ। अनि जाने भाउजू भन्नुभयो। अनि म चाहिँ बाइकमा गएँ, बाबुसँग बाइकमा चढेर गएँ दिदीहरूलाई जान्छु भनेर। अनि यस्तो स्पिड लानुभयो कि बाबुले, एकैछिनमा सूर्य विनायक पुगेर नि म चाहिँ फेरि बनेपाको गाडी आइहाल्यो, बनेपाको गाडी चढेर गइहालेँ। आम्मामामाम उभिएर चढेको साथीहरू भन्नुहुन्छ भने त यस्तो स्पिड डरै लाग्दो। अनि अलिक अगाडि कोटेश्वर कहाँनिर पुगेपछि चाहिँ सिट पाएँ। अनि सिटमा बसेको आरामले नाइट गाडी चढे जस्तो फिल भयो साथीहरू। अनि मजासँगले गइयो। ल साथीहरू, म चाहिँ न्यु रोड आएर अनि मोबाइल पसलबाट चाहिँ टाइम लाग्ने भएर मोबाइल बनाउन टाइम लाग्ने भएर म चाहिँ यता महाबौद्ध होइन दिदी तपाईँको पसल महाबौद्धमा छिरेर अनि यहाँ हाम्रो पुरानो चिनेको दिदी नजिकैको हाम्रो घर नजिकैको दिदी हुनुहुन्थ्यो। अनि दिदीको पसलमा आएर चाहिँ गफ लाएर बस्यो साथीहरू। 1 घन्टाभन्दा बढी भइसक्यो अहिले। अनि फोन गरेको मोबाइल पसलको मान्छेलाई खोइ एकछिन 10 मिनट वेट गरेर भन्नुहुँदै थियो, फोनै गर्नु भएको छैन। अनि त्यही भएर यहाँ दिदीसँग मजाले गफ गरेँ। आज त भएको नभएको होइन दिदी। ल मेरो भिडियोहरू लाइक गर्दै गर्नु, भ्यू बढाइदिनु है। अबदेखि सधैँ हेर्नु है मेरो भिडियो। ल
ल अनि हाम्रो दिदीहरूकोमा बौद्धमा चाहिँ होलसेल पसल छ अनि अब यहाँ मजाले लाइटले चाहिँ देखेन कि क्लियर अनि यहाँ हाम्रो दिदीको पसल चाहिँ धेरै पुरानो हो साथीहरू अनि हामी चाहिँ टक्क यही पसलमा पहिलातिर पनि आउँथ्यौँ अनि आज पनि आयौँ तर किनेर चाहिँ केही पनि लगेन गाइस मैले केही लाने आज म खास गरी कपडा सपिङ भनेर आएकै होइन त्यो दिन पनि आउलान् होइन त्यो दिन आएपछि फेरि पनि आइपुग्ला यो दिदीकै पसलमा। ल साथीहरू आजको हाम्रो गफ पनि सक्यो अब चाहिँ म घर जानुपर्ने हुन्छ अनि त्यही हो। ल साथीहरू बस्दा बस्दा चिया पनि पो खान पाइने रहेछ त हौ। ल म चाहिँ ब्ल्याक टी दिदीको चाहिँ मिल्क टी है साथीहरू म चाहिँ ब्ल्याक टी मात्र खान्छु सधैँ अनि मैले चाहिँ ब्ल्याक टी लिएको। अब चाहिँ हामी उहाँको चाहिँ नास्ता होला। अब मेरो चाहिँ हेर्नु म चाहिँ बिस्कुट सिस्कुट खाइबस्दिनँ यति बेला चटपटे भयो भने चाहिँ खान्छु नै भन्थेँ होइन बिस्कुट सिस्कुट चाहिँ खुवाइ हुँदैन मेरो त्यही हो। अनि हाम्रो दिदी र म चाहिँ अब हामी चाहिँ खाना खालिमै साथीहरू म नि एकचोटि झन्डै चिया बेच्नु हिँडेको दिदी म त के पो गर्छु त खानु म त झन्डै थर्मस किनेर चिया बेच्नु जान्नु पऱ्यो भनेर रेडी भएको हेर्नु साथीहरू म त के गर्छु तर पुरा चाहिँ केही गर्दिनँ क्या मैले पुरा हुन्छ गर्न चाहिँ मैले सबै कुरामा हात हालेको छु सबै कुरा गर्नु मन लाग्छ। अनि एक दिन त सबै जाडो महिनामा थर्मस किनेर चाहिँ चिया बेच्नु जाउँ भनेर सोधेको नजा भनेर कराउनु भयो अनि बसेको क्या साथीहरू म नत्र त म पनि यसरी थर्मसमा चिया बेचेर पसल हिँड्न खोजेको थिएँ हौ के पाउँछ त दिमागमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि सबै कुरामा हात हाल्ने बानी छ क्या साथीहरू तर सक्सेसफुल केहीमा छैन। यो युट्युबमा चाहिँ एनिहाउ हुनुपर्छ साथीहरू मलाई माया गरिदिनु होला। ल गाइस अब चाहिँ म घर जान्छु। ल म घर जान्छु यत्रो बेर बसेर हुँदैन साथीहरू आमा लास्टै बसेँ कि अब छाता पनि कम्ती ठुलो छैन कि यो छाता ब्यागमा अट्दैन तनाव छ मलाई हेर्नु दिदी म घर जान्छु अब त्यो मान्छेको पसलमा एकचोटि निस्केर है पछि आऊ ल बाई गरिदिनु अब मेरो भिडियोमा बाई पछि आऊ है हस् हस् ल सम्झेर आऊ ल साथीहरू फोन चाहिँ बनेको अवस्था अहिले चाहिँ तर हेरौँ अब भरे घर गएर के हुन्छ यसको फेरि म त्यो बुझ्दिनँ अनि यहाँनिर यसो चेक गर्दैछु जानेको कुराहरू चाहिँ अब अहिलेसम्मलाई चाहिँ राम्रै देखाइरहेछ स्पिकरहरू युट्युबहरू राम्रै चलिरहेछ फोन पनि लाग्ने भइरहेछ है अनि अब के हुन्छ घर पुगेर चाहिँ थाहा भएन साथीहरू डर लागिरहेछ मलाई चाहिँ फोन चाहिँ बन्यो अब चाहिँ म इन्ट्राइभ गरेर जाँदैछु। हाम्रो यो पसलबाट चाहिँ राम्रोसँगले बनाइदिनु हुँदो रहेछ मोबाइल एकदम खुसी लाग्यो हजुरहरू पनि उहाँको टिकटक हेरेर आउनु होला एकदम छिटो र सजिलो भरपर्दो सुपर मूल्यमा चाहिँ मजाले बनाइदिनु हुँदो रहेछ एकदम खुसी छु म चाहिँ। ल साथीहरू म चाहिँ घर जाँदैछु इन्ड्राइभमा अनि अब नानी लिनु भनेर गएको इन्ड्राइभमा खास गरी तर नानी लिन भ्याइनँ मैले आमामा पानी त किन परेको छैन बाबै भक्तपुरमा चाहिँ खतरा पानी परे जस्तो छ साथीहरू अनि मेरो छोरीहरू चाहिँ कसरी लानुभयो होला क्या दिदीले 3-3वटा बच्चालाई आज चाहिँ लास्टै ढिलो भयो कि मेरो छोरीहरू भिज्यो होला बाबा। ल साथीहरू म चाहिँ टक्क बाइकमा ढिलो भयो भने अब छोरीलाई भेट्छु होला बाटोमा भनेर इन्ड्राइभ नै गएको है न त अब गाडीमा आउँ भने राति हुन्थ्यो नि त भरै बेलुकासम्म अब एकदम ढिलो त्यो बन्नेपाको गाडी 1 घन्टै लाग्छ यहाँसम्म आउनलाई अनि म चाहिँ इन्ड्राइभ गएको साथीहरू ल पानीले भिज्यो अब किन पर्दैन तपाईँले पानी परेन भने होइन पऱ्यो पानी अब मलाई नि भिज्ने भयो खतरा पानीले। ल साथीहरू हामी चाहिँ ठिमी पुग्न लाग्यौँ 10 मिनटमा चाहिँ पुग्छौँ होला अब ऱ्याङ्कोट छ भाइ। ल साथीहरू म चाहिँ घर आइपुगेँ आज चाहिँ छोरीलाई लिन पनि पाइनँ मैले बिचरा मेरो छोरी अनि मामु नआएर छोरी स्याड भयो कि भएन भने त भएन यता हेरेर भनिदेऊ न गाइजहरूलाई लु स्याड भयो कि भएन ह्याप्पी भयो आमै लत्था लिन्छ रुम पनि अब रुमहरू मिलाउँछु कपडा धुने यति थुपारेर गएको छु छिट्टो आइपुग्छ होला भनेर गएको कि हिजो बनेको मोबाइल फेरि आज फेरि हिजोको जस्तो भयो भनेर टाइम दिनु भन्नुभयो अनि 1 घन्टा जति भनेर हिँडेको यता त्यता घुम्न गएको यत्रको बन्छ 1 घन्टामा साथीहरू आमामा यस्तो टाइम लाग्यो कि अनि मेरो छोरीलाई लिन्छु भनेर इन्ड्राइभ गरेर हतार आएको इन्ड्राइभ आएर पनि भ्याइनँ मैले अलिकति बाटोमा चाहिँ भेट्ने ऊ थिएँ सम्भावना तर वहाँनिर आइसकेपछि बाटो ब्लक रहेछ फेरि घुमेर पर पुग्नु पऱ्यो त्यसपछि अनि घरमा आइपुगेछ मेरो छोरी त अनि अहिले भर्खर आइपुगेँ साथीहरू म 4 बजिसक्यो है हस् अनि बिचरा मेरो छोरी कति स्याड भयो होला भनेर मलाई कत्रो चिन्ता परेको थियो जहिले स्कुलमा टिफिन धेरै खाएछु लाछी आउँछ घर आएपछि आज पनि हतार टोइलेटमा आएर गऱ्यो अरे गर्न चाहिँ
पानी फेरि यही बेला पर्दिएको कत्रो पानी परेको साथीहरू। म चाहिँ ठिमी उता हाम्रो ट्याक्कै लोकन्थली छिरेपछि चाहिँ भक्तपुर लागेपछि चाहिँ ठुलो ठुलो पानी परेको पुरा कालो धब्बा देखिरहेको थियो। छैन पानी परेको भन्नुहुँदै थियो इन्ड्राइभको दाइ, तर भन्दा ठिमी आइपुग्दा हामीलाई पानीले भेटिहाल्यो। अनि यस्तो भयो कि यस्तो भयो कि भूत मसानै भयो साथीहरू। अनि त्यही हो। अनि मैले बनाएर लिएको मोबाइल चाहिँ अब बनेर अहिले त राम्रै देखाइरहेछ, चार्ज गरिरहेको छु। हेरौँ अब भोलिसम्म के हुन्छ, डर पनि लागिरहेछ। यदि राम्रो भयो भने धेरै राम्रो काम, भएन भने फेरि आउनु भन्नुभएको छ। अनि त्यही हो साथीहरू, आजको दिनहरू यसरी नै बित्यो मेरो होइन। जहाँ चाहिँ म मान्छेहरूको अगाडि चाहिँ क्यामेरा अन गर्न सकिनँ, कारण किन त एक्लै भएछ, अलिकति हाँट्न आउँदो रहेछ। 2-3जना भएको भए चाहिँ पछाडिबाट उनीहरू आउँदै गर्छ, अगाडि भिडियो बनाउँदै हिँड्छु क्या म। अरू बेला चाहिँ आज चाहिँ के भएको, कतिचोटि अन गर्छु फेरि भिडियो बनाउनु सक्दिनँ, कतिचोटि अन गर्छु। त्यसो गर्दै मैले न्यु रोड हसन गल्ली उतातिर मोबाइल पसल टेने के हो त्यो मोबाइल पसलको नाम सबै पुगेर आइसकेँ। तर मैले क्यामेरा अन गर्नै सकिनँ साथीहरू। यस्तो त छ त, के गर्नु। ल साथीहरू, मलाई चाहिँ एकदम धेरै सब्सक्राइब गरेर लाइक सेयर कमेन्ट के गर्नुपर्छ सबै गरेर एकदम माया दिनु होला। अनि अझै पनि यो मजाले सब्सक्राइब माथि बढ्दै गयो भने अलिकति जहाँ पनि क्यामेरा खोल्ने क्यामेरा अन गर्ने चाहिँ आँट हिम्मत आउँदो रहेछ। अनि त्यही भएर चाहिँ एकदम मलाई चाहिँ सब्सक्राइबको एकदम खाँचो छ साथीहरू। मलाई माया गरिदिनु होला। आजको दिन यसरी नै बित्यो। हजुरहरूबाट बिदा हुन चाहन्छु। बाई बाई। खाजा चाहिँ मेरो त्यस्तै हो साथीहरू, हिँडेको बेला है। अब भ्याउँदिन, टाइमै पुग्दैन के भएको। अनि चाउचाउ किन्ने, नुन किने, दाल किने, अब त्यही हो। यही हो खाजा। छोरी सधैँभरि चाहिँ म छोरीसँगै खाजा खान्छु कि